हेलो हेलो सलिना कस्तो लागिरहेको छ रमाइलो है रितु कस्तो लागिरहेको छ कति दामी छ ल ल अब हाम्रो यहाँ मन्दिर हेलो कस्तो लागिरहेको छ रमाइलो भयो नि रमाइलो लागिरहेको छ भाउजू रमाइलो भयो नि जस यो खरकटेरी हाम्रो घरबार होनी जन्माया ताराको छानो जुनैको दरबार होनी जन्माया सुनखरी टिपी छौरी चुलठीमा अल्झियो यो जान पाते होला किमा ल है साथीहरू खाना खाना पानी परेर भागा भाग भयो है हाम्रो छैन पानी पऱ्यो है खाना नहुने भन्ने कुरो चाहिँ खानु हुँदैन क्या मान्छेले चाहिँ ज्याला खाँदैन क्या त्यो अब भाउजू भाउजू खानुभयो खट्टी चाहिँ हाल्नु होइन चल्यो बतास कतारो कियो बग्यो खोली कता ठोकियो चल्यो बतास कतारो कियो बग्यो खोली भगवान थानमा पैसा त लानु पर्छ एकजना बर एकजना ल दुईजना बसेर नाचा रितेश
अब हामी लाग्नलाई हो उसलाई त गाह्रो छ लु आइले उतारातै साँझ पछि रातै त हो चढ गाडी चढ सिरानी चिसै गाडी छिटो अब छोड्दैन है साथै त हो छिट्टो 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 ल छैन जुनी छेक्यो हाल्छ नि हारे परे हुन्छ अलि भित्र बस्नु न दाइ तपाईँ किन एक मुठी सास रोकेर आए जन्माया आए झलबाट घाम झलमल रातभरि मनको छलफल जानकै माया कहिले आइपुग्यौँ हामी घरमा हैन जन्माया आए बसे आँखा बोकेर छातीमा न्यानो छोपेर एक मुठी सास रोकेर आहै जन्माया आहै झलबाट घाम झलमल रातभरि मनको छलफल जानकै माया ल गाइजहरू अब हाम्रो पानी बनाउँदैछौँ होइन अब हाम्रो पानी हुँदैछ खै के छ खै देऊ 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 कस्तो कम्ती नभेट्या त ल अब हामी यहाँ पुऱ्याउँदैछौँ साथीहरू मजाले हेर्नु होला एउटै मन हाम्रो भाउजूलाई फेरि यो फुल काँटा कति राम्रो जन्माया सँगै मजाले तपाईँहरू हेर्न सक्नुहुन्छ कहिले नछुटौँ भाँडामा चिल्लो गएको छैन भाउजू माया गएको छैन कति यहाँ कहाँ कति रहेछ नि हेर न तिम्रो न मेरो बादल यति के छ त्यो घिउ काटिसक्यो नि त